सम्पूर्णलाई ख्रीष्ट अभिवादन। तपाईहरुको माझमा आज परमेश्वरको वचनद्वारा चाहिँ संयमता भन्ने कुरालाई चाहिँ म तपाईलाई शेयर गर्नेछु। संयमता परमेश्वरका हामी छोराछोरीको जीवनमा कति महत्त्वपूर्ण एउटा वरदान, एउटा फल, एउटा नभइनु हुने एउटा हिराको हार भन्दा पनि बढी बहुमूल्य गहना भनेको चाहिँ संयमता हो। जब यो संयमता छैन अनि संयमता नहुँदाखेरि चाहिँ मैले मेरो जीवनमा भएका भोगाइ र चुनौतीहरू, समस्याहरू म तपाईलाई शेयर गर्नेछु अनि संयमता हुँदाखेरि मैले पाएका फाइदाहरू म तपाईलाई शेयर गर्नेछु। प्रिय मित्रहरू, हामीहरूले पवित्र शास्त्र बाइबलमा हेर्ने हो भने पवित्र आत्माका फलहरू गलाती 5:22 मा चाहिँ त्यहाँ चाहिँ 9 वटा फलहरू मध्ये चाहिँ अन्तिम त्यहाँ फल रहेको छ संयमता। है, त्यहाँ प्रेमबाट सुरु भएको छ, संयमतामा चाहिँ टुङ्गिएको छ। अनि यो संयमता भन्ने एउटा पवित्र आत्माको फल हो। अनि यो संयमता भनेको चाहिँ परमेश्वरका छोराछोरीको निम्ति एउटा वरदान पनि हो, फल पनि हो, एउटा गहना पनि हो। जब यो संयमता छैन, हामीहरू परमेश्वरको अधीनतामा अनि अगुवाको अधीनतामा, स्वयं आफ्नै जीवनको अधीनतामा, आत्मिक जीवनको अधीनतामा हामीहरू चाहिँ रहन सक्दैनौँ। अनि यो संयमता भन्ने कुरा चाहिँ प्रिय मित्रहरू, स्वर्गदेखि पृथ्वीसम्म चाहिँ परमेश्वरले चाहिँ आफ्नो वचनको अधीनतामा, वचनद्वारा हरेक थोकहरूलाई चाहिँ बहस, नियन्त्रणमा चाहिँ अधीनतामा चाहिँ चलाउनु भएको छ। अनि जुन जुन थोकहरू यो अधीनता, बहस र नियन्त्रण र संयमता भन्दा बाहिर गएका छन्, ती थोकहरूले चाहिँ दण्डको सामना, नोक्सानीको, विनाशको सामना गर्नु परेको छ वा कष्ट र पीडाको सामना, दुर्दशाको सामना गर्नु परेको छ। चाहे चल्ने गाडीको कुरा किन नहोस्, उड्ने प्लेनको कुरा किन नहोस्, होइन, एउटा बग्ने खोलाको कुरा किन नहोस्, अनि ग्रहहरू जति पनि ब्रह्माण्डमा ग्रह नक्षत्रहरू छन्, उनीहरू एक अर्कामा चाहिँ चक्कर मार्ने कुराहरूमा किन नहोस्, यदि यिनीहरू चाहिँ अलिकता सीमाभन्दा बाहिर गए, नियन्त्रणभन्दा बाहिर गए, अधीनताभन्दा बाहिर गए, आफ्नो हिँड्ने बाटो, पुग्नुपर्ने गन्तव्य र लक्ष्यभन्दा बाहिर गयो भने उनीहरूले चाहिँ नोक्सानी बेहोर्नुपर्ने हुन्छ, दण्ड बेहोर्नुपर्ने हुन्छ र विनाशको चाहिँ, आपत्ति र विपत्तिको चाहिँ सर्वनाश बेहोर्नुपर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ हामीहरू चाहिँ परमेश्वरको अधीनतामा, बहसमा नहुने घमण्ड, विरोध र अनाज्ञाकारिताबाट चाहिँ पतन भएको लुसिफरलाई हेरौँ। ऊ चाहिँ स्वर्गीय स्थानबाट चाहिँ खसालिनु परेको छ। दोस्रो चाहिँ त्यही लुसिफरका कुराहरू सुनेर चाहिँ आदम र हव्वा चाहिँ पतन हुनु परेको छ। अनि पवित्र शास्त्र बाइबलमा चाहिँ अगमवक्ता हामीहरूले चाहिँ कतिपय परमेश्वरका छोराछोरी, है, राजा पुजारीले हेर्ने हो भने परमेश्वरको अधीनतामा नचल्नेहरू, बहसमा, संयमतामा नचल्ने व्यक्तिहरू चाहिँ पतन हुनु परेको छ, सर्वनाश, दण्डको भागीदार हुनु परेको छ। आज मैले मेरो जीवनमा चाहिँ खेल्नु परेको एउटा ठुलो एउटा कुरा, सिक्नुपर्ने, जान्नुपर्ने कुरा भनेको चाहिँ संयमताले मलाई धेरै ठुलो कुराहरू सिकाएको छ। मैले संयमता नहुँदा जे मन लाग्यो त्यही हेर्ने, संयमता नहुँदा जे कुरा मन लाग्यो त्यही सुन्ने, जे मन लाग्यो त्यही सोच्ने, जे मन लाग्यो त्यही बोलेर प्रिय मित्रहरू मैले मेरो जीवनमा ठुलो दुःख, कष्ट र समस्या र चुनौतीको सामना मैले गरेको छु। अनि हामी धेरै परमेश्वरका छोराछोरी चाहिँ हामी अरूलाई परिवर्तन गर्न खोज्छौँ। परमेश्वरको वचनको ज्ञान जानेर, भेज जानेर चाहिँ यो वचन मलाई थाहा छ भनेर चाहिँ हामी युट्युबद्वारा, टिकटकद्वारा, फेसबुकद्वारा चाहिँ हामी खुद परमेश्वरको वचन हामीहरू चाहिँ सुन्छौँ, हामीले बुझ्छौँ, ज्ञान जान्छौँ, तर हामी पालन नगरेर चाहिँ हामीहरूले अरूलाई चाहिँ परिवर्तन गर्न पछि लागेका हुन्छन्। यो सबैभन्दा ठुलो धोकाको कुरा हो, है। अनि यो संयमता भन्ने कुरा चाहिँ परमेश्वरको वचनको ऐना हेरेर खुद हामी आफूलाई परिवर्तन गर्नु, मनलाई परिवर्तन गर्नु, आफ्नो मुखलाई परिवर्तन, आफ्नो खराब हेराइलाई परिवर्तन, खराब सुनाइलाई परिवर्तन, खराब सोचाइलाई परिवर्तन, प्रिय मित्रहरू। अनि यी कुराहरू जब मैले परिवर्तन गरेकै थिइनँ, मैले चाहिँ धेरै राम्रा राम्रा व्यक्तिहरू, है, धेरै असल असल कुराहरू मैले चाहिँ गुमाइपठाएको छु। ती व्यक्तिहरूबाट मैले चाहिँ तिता कुराहरू, है, घृणित कुराहरू, घृणित व्यवहारको मैले सामना गर्नु परेको छ। किनकि मैले मेरो मुखमा नियन्त्रण, बहस, संयमता नहुँदाखेरि चाहिँ मैले बोलेका कुराहरू संयमता नभएर, सुन्ने कुराहरू संयमता नभएर, गर्ने व्यवहारका कुराहरू संयमता नभएर चाहिँ मैले सोच्ने कुराहरूबाट चाहिँ मैले ठुलो दुःख र कष्टको, पीडाको, चुनौती र समस्याको सामना गर्नु परेको छ। त्यति मात्र होइन, दुष्ट शैतान र भूतात्मा र दुष्ट शैतानले दिएको परीक्षामा पनि म चाहिँ गिर्नुपर्ने अवस्था आएको छ। मैले यो संयमतालाई, है, संयमतालाई चाहिँ मैले नसम्झ्दाखेरि, संयमतालाई मैले गरगहनाको रूपमा चाहिँ नलगाउँदाखेरि, संयमतालाई चाहिँ मैले पालन, अनुसरण नगर्दाखेरि चाहिँ मैले चाहिँ प्रिय मित्रहरू दुःख र कष्टको सामना गर्नु परेको छ। अनि त्यसैले आज हामीले सबैभन्दा बढी चाहिँ हामीले घर परिवारलाई परिवर्तन गर्नुभन्दा पनि, दुनियाँ समाजलाई परिवर्तन गर्नुभन्दा पनि मैले मेरो खराब व्यवहारलाई, खराब बोलीलाई, खराब हेराइलाई, खराब सुनाइलाई, मेरो खराब सोचलाई चाहिँ परमेश्वरको वचनको ऐना हेर्दै
सोच्दै बोल्दै मनन गर्दै चाहिँ परिवर्तन हुनुपर्ने हुन्छ। अनि येशू ख्रीष्टले चेलाहरूलाई होस् वा येशूलाई पछ्याउने जुनसुकै व्यक्तिहरूलाई उहाँले भन्नुभएको छ, पापदेखि पश्चाताप गर, आफ्नो मन परिवर्तन गर, मनलाई फिराऊ, स्वर्गको राज्य नजिक आएको छ, आफ्नो मन परिवर्तन गर, मनको नवीकरण गर, साना आज्ञाकारी बालक जस्तै तिमीहरू परिवर्तन भएनौ भने स्वर्गको राज्यमा तिमीहरू प्रवेश हुन पाउने छैनौ भनेर चाहिँ उहाँले मत्ती 18 को चाहिँ 1 र 2 पदमा चाहिँ उल्लेख गरेको छ। हामीले रोमी 12 को 2-3 पदमा चाहिँ उल्लेख गरेको हामीहरू भेटाउँदछौँ। सबैभन्दा ठुलो संसारलाई जित्नुभन्दा पनि, देशै कब्जा गर्नुभन्दा पनि हामीहरूले परमेश्वरको वचन अध्ययन गरेर, परमेश्वरको वचन पढेर, सुनेर, जानेर प्रेमित्रहरू हामीले आफ्नो खराब व्यवहारलाई परिवर्तन गर्नु संसार जित्नुभन्दा पनि ठुलो कुरा हो। देशलाई कब्जा गर्नु वा धेरै व्यक्तिलाई जित्नुभन्दा पनि त्यो ठुलो कुरा हो। संसारमाथि विजयी त्यही मानिस हो जसले परमेश्वरको वचनलाई चाहिँ है सुनेर, पढेर, अरूलाई होइन तर आफू परिवर्तन हुँदछ है। त्यसैले हामी आज धेरै थोकहरूलाई परिवर्तन गर्नु पछि लागेका हुन्छौँ। साथीलाई है, विश्वासीहरूलाई, हामी घर परिवारलाई परिवर्तन गर्न चाहन्छौँ, तर हामीले आफूलाई हेरेर, परमेश्वरको वचन कहिले हेरेर हामी आफूलाई परिवर्तन बदल्ने कुरामा चाहिँ चुकेका हुन्छौँ। बहसमा, नियन्त्रणमा, अधीनतामा, पवित्रतामा जिउने कुरामा चाहिँ हामीहरू चुकेका हुन्छौँ। अनि हामीहरू चाहिँ कुनै न कुनै कुराहरूमा चाहिँ अनियन्त्रण छौँ। चाहे हेर्ने कुरामा अनियन्त्रण, सुन्ने कुरामा अनियन्त्रण है, संयमता भन्ने कुरा छैन। अनि हामीहरू सोच्ने कुरामा, बोल्ने कुरामा, अनि सही टाइममा उड्ने, सही टाइममा सुत्ने, सही टाइममा व्यायाम गर्ने, सही टाइममा बाइबल पढ्ने, सही टाइममा प्रार्थना गर्ने, सही टाइममा आफ्नो काम गर्ने है, सही टाइममा चाहिँ धन्यवादी जीवन जिउने कुराहरूमा चाहिँ हामी धेरै कुरामा चुकी पठाएका हुन्छौँ। किनकि संयमता छैन, सिस्टम छैन। हामीहरूमा चाहिँ नियम नहुँदाखेरि चाहिँ धेरै कुराको नोक्सानी हामीहरू खेल्नुपर्ने हुन्छ। जब संयमता हामीमा छैन, लुसिफर परमेश्वरको राज्यबाट जसरी पतन भयो, त्यो संयमता नहुँदा, आज्ञाकारिता, अधीनता, परमेश्वरको चाहिँ अनुसरण नगर्दाखेरि चाहिँ शैतान जसरी पतन भयो, आदम र हव्वा परमेश्वरको अधीनतामा नभएर त्यही लुसिफरका कुरा सुनेर जसरी आदम र हव्वा अदनको बगैँचाबाट पतन भयो। प्रेमित्रहरू चाहिँ हामीहरू सिम्सनलाई हेर्ने हो, दाउदलाई हेर्ने हो, अनि सोलोमनलाई हेर्ने हो भने उनी आफ्नो शरीरलाई नियन्त्रण नभएको कारणले गर्दा ठुलो दुःख कष्टको सामना गर्नु परेको छ, ठुलो पापको सामना गर्नु परेको छ, परमेश्वरबाट दण्डको सामना गर्नु परेको छ। त्यसरी नै आज मैले पनि संयमता नहुँदाखेरि मैले प्रचार त गरेँ, मैले वचन त जाने, वचन मानि लिएँ, तर मैले संयमता नहुँदाखेरि चाहिँ मैले आफ्ना अगुवादेखि लिएर, विश्वासीदेखि लिएर घर परिवारसम्म चाहिँ मैले मेरो मुखमा चाहिँ नियन्त्रण नहुँदाखेरि है, मेरो सोचमा नियन्त्रण नहुँदाखेरि चाहिँ दुःख कष्ट समस्याको बेलामा चाहिँ मैले जे मेरो मुखमा आएको छ, मैले जे सोचेँ मैले त्यो बोली पठाउँदाखेरि चाहिँ धेरै कुरा गुमाउनु परेको, धेरै कुराहरू चाहिँ मैले चाहिँ चुनौती, समस्या र दुःख र कष्टको सामना गर्नु परेको मैले भोगेको छु। त्यसकारण तपाईँहरूले यही सेयर गर्न चाहन्छु कि संयमतालाई चाहिँ हामीले गहना चाहिँ बाँधिराख्नु पर्ने हुन्छ। संयमतालाई चाहिँ हामीहरू चाहिँ प्रेमित्रहरू धेरै महत्त्वपूर्ण छ है। संयमता नहुँदा हामीहरू चाहिँ सर्वनाशको हामी कटनी गर्छौँ। शैतानले हामीलाई चाहिँ ऐबको जस्तै जीवनमा चाहिँ ल्याउने परीक्षा हामीहरूको जीवनमा ल्याउन पुग्दछ। हामीहरू चाहिँ हरेक सीमा चरमभन्दा चाहिँ बाहिरिए र चाहिँ दुःख कष्टको सामना गर्नुपर्ने हुन्छ। किनकि संयमता भन्ने कुरा चाहिँ हामीले सही टाइममा है सुन्ने, सही टाइममा उड्ने, सही टाइममा चाहिँ बाइबल पढ्ने, सही टाइममा चाहिँ सोच्ने, सही टाइममा बोल्ने, सही टाइममा सुन्ने है, सही टाइममा शरीरलाई व्यायाम दिने, सही टाइममा चाहिँ आत्मालाई चाहिँ भोजन दिने, सही टाइममा प्रार्थना आराधना गर्ने, अनि सही तरिकाले चाहिँ आफ्ना साथीसँग व्यवहार गर्ने, सही तरिकाले चाहिँ हामीहरू चाहिँ परमेश्वरको इच्छा र योजना पुरा गर्ने कुरालाई चाहिँ हामीहरू जानेर चाहिँ अगाडि बढ्न सक्छौँ। यदि संयमतालाई हामीहरूले लिएका छौँ, अधीनता, नियन्त्रण, बहस भन्ने कुरालाई चाहिँ हामीले अँगालेका छौँ भने, त्यसकारण सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको चाहिँ संयमता हुन जरुरत छ। संयमता छैन भने, प्रेम र अधीनता छैन भने एउटा खोला जब बाहिर बग्छ उसले सर्वनाश ल्याउँछ। एउटा गाडी चाहिँ रोडभन्दा बाहिर चाहिँ उड्न खोज्छ भने उसले पनि दुर्घटना निम्त्याउँछ। अनि लोकेसनभन्दा बाहिर नियन्त्रणमा चाहिँ प्लेन अगाडि बढ्यो भने उसले पनि दुर्घटना निम्त्याउँछ। हरेक कुराहरू चाहिँ नियन्त्रण, बहस र सिस्टम र बाटो चाहिँ परमेश्वरले तोड्नु भएको छ। त्यही अधीन मुताबिक हामीहरू चल्नुपर्ने हुन्छ, नत्र भने हामीले सर्वनाशको कटौती गर्नुपर्ने हुन्छ। त्यसकारणले पवित्र आत्माको फल संयमतालाई वरदानको रूपमा लिएर चाहिँ आफ्नो जीवनमा चाहिँ गहना चाहिँ हामीले प्रयोग गरौँ र स्वयं म पनि प्रयोग गर्नेछु, तपाईँहरू पनि प्रयोग गर्नुहोस्। हामी अरूलाई भन्दा पनि परमेश्वरको वचनले हामी खुद आफै परिवर्तन हौँ अनि संयमतालाई चाहिँ हामीले ग्रहण गरौँ, संयमतालाई चलाऊँ। हामीहरूको जीवन फुल जस्तै
फल जस्तै हामीहरूको जीवन नुन र ज्योति जस्तै चम्किलो हुँदै जानेछ। गड ब्लेस यु। परमेश्वर तपाईँ र मेरो साथमा हुनुहुन्छ। परमेश्वरलाई अनुग्रह माग्नुहोस्। यदि संहिता छैन भने अनि परमेश्वरको अधीनतामा अवगजनको अधीनतामा रहने कुराहरूमा चाहिँ हामीहरू धेरै कुराहरूमा चाहिँ पछुतो हुन्छ यदि संहिताले लिएका छैन भने। अनि संहितालाई चाहिँ प्रिय मित्रहरू हाम्रो जीवनमा गहना चाहिँ हामीले पहिरिराख्नु पर्ने हुन्छ। अनि संहिताले नै हामीले उच्च पार्छ, नम्रताले नै हामीलाई उच्च पार्छ, अधीनताले नै परमेश्वरले चाहिँ उच्च हुनुहुन्छ। गड ब्लेस यु।